चपहराले यो छाती मेरो बगेको छ छहरा रागतमा मेरो पखेरोमा जन्मे टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो। जय नेपाल। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, समयका पाबन्दीको बावजुद पनि हामीलाई समय दिनुभएकोमा। आज मिति 2081 फागुन 23 गते हुन गएको यस विद्यालयमा विदाय कार्यक्रमको सभापतिज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू, यस विद्यालयका विद्यालय व्यवस्थापकज्यू र यस विद्यालयका प्रधानाध्यापकज्यू र यस विद्यालयमा प्राध्यापकज्यू, यस विद्यालयका अध्यापन मेरा प्यारा भाइ बहिनीहरू र यस विद्यालयका कक्षा 1 देखि कक्षा 10 सम्म अध्ययन गर्दै गरेका भाइ बहिनीहरू र यस विद्यालयको कार्यक्रममा उपस्थित हुनुभएका मेरा अभिभावकज्यूहरू र यस विद्यालयमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई एक मुष्टामा म एसएलसी 2068 ब्याच र म व्यक्तिगत धनबहादुर तामाङबाट स्वीकार्नुहोस् न्यारो अभिवादन। जय नेपाल। आज यस विदाय कार्यक्रममा हामीलाई समय व्यवस्थापन गरी मेरा प्यारा भाइ बहिनीहरूलाई एसएलसी परीक्षा दिनका लागि जाँदै हुनुभएका भाइ बहिनीहरूलाई यस परीक्षाका लागि उपस्थित भई शुभकामना व्यक्त गर्न पाउँदा म एकदमै आभारी, एकदमै हर्षित, उत्साहित छु। यस विद्यालयको कक्षा 10 मा अध्ययन गर्दै गरेका मेरा भाइ बहिनीहरूलाई आउँदै गरेको एसई परीक्षाको धेरै धेरै शुभकामना र एसएलसी पछिका व्यक्तिगत जीवनहरूका लागि सफलताका लागि पनि शुभकामना व्यक्त गर्न चाहन्छु। आज यस विद्यालयको कक्षा 10 मा अध्ययन गर्दै गरेका भाइ बहिनीहरूलाई विदाय गर्दै गर्दा 2068 सालको एसएलसी परीक्षा दिँदै गरेका भर्खर जस्तो लाग्छ। अङ्कमा गणना गर्ने हो भने हामीले एसएलसी दिएका पनि लगभग 13 वर्ष भइसकेको रहेछ। हामीले एसएलसी दिएपछि र 3 वर्ष पश्चात भर्ना भएका भाइ बहिनी पो हुनुहुँदो रहेछ। म थोरै विद्यालय जीवनलाई सम्झन चाहन्छु। हामीलाई पढाउनु भएका गुरुवर्गप्रति म एकदमै आभारी छु। हामीलाई सिकाइका दौरानमा हामीले धेरै गल्ती कमी कमजोरी गरेका थिए। यही गल्ती कमी कमजोरीहरूलाई सुधार्दै सही मार्गनिर्देशन गर्नुभएका भगवान रूपी गुरुवर्गलाई भित्र आत्मादेखि नै नमन गर्न चाहन्छु। अनि हामीले पढाउने गुरुवर्गज्यूहरू, यहाँ उपस्थित गुरुवर्गज्यू र शिक्षणका दौरानमा यस विद्यालयबाट विदाई भई जानुभएका गुरुवर्गज्यूहरूलाई पनि सम्झन चाहन्छु। साथै हामीलाई प्रेम सागर फाउन्डेसनले अभिन्न अङ्गको रूपमा सहयोग गरी जनभोजन गरी सहयोग गरिदिनु भएका म हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै सम्झन चाहन्छु। यस्तै गरी